लगातारको ओह्रालो यात्रामा रहेको नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक बिहिबार थप 1840 अङ्कले घटेर 2487 बिन्दुमा झरेको छ। यो एक वर्षपछि नेप्से पहिलो पटक बजार बन्द हुँदा 2500 को मुनि आएको हो। यसअघि 2081 असोज 13 गते नेप्से 2464 बिन्दुमा झरेर बन्द भएको थियो। बजार विश्लेषकहरूका अनुसार यो गिरावटले नेप्सेको लामो समयदेखिको सुधारको यात्रालाई रोकेको छ। लगानीकर्ताहरूले जोखिम बढेको महसुस गर्दै सेयर बिक्रीमा जुटेका छन्, जसले परिसूचकलाई थप दबाब दिएको छ। यद्यपि बिहिबार कारोबार रकम भने सामान्य रूपमा बढेको छ। बुधबार 3 अर्ब 10 करोड रुपैयाँको कारोबार भएकोमा बिहिबार यो 3 अर्ब 27 करोड रुपैयाँ पुगेको हो। तर 3 दिनदेखि कारोबार रकम 3 अर्बको आसपासमा सीमित हुँदै गएको छ। यसअघि दैनिक 5 देखि 12 अर्ब रुपैयाँसम्म कारोबार हुन्थ्यो, जसले बजारमा लगानीको उत्साह घटेको सङ्केत गर्छ। बिहिबार 311 लगानी उपकरणहरू कारोबारमा आएका थिए। तीमध्ये 73 उपकरणको मूल्य बढेको छ भने 221 उपकरणको घटेको छ। बाँकी स्थिर रहेका छन्। समग्रमा सामूहिक लगानी कोष र बैंकिङ बाहेक सबै समूह घटेका छन्। बैंकिङ र सामूहिक लगानी कोष समूहगत परिसूचक भने 0.5% भन्दा कम दरमा बढेका छन्। यो घटाइले बजारको अस्थिरतालाई झल्काउँछ। बजारमा हिमालयन पावर पार्टनरको सेयर मूल्य सबैभन्दा धेरै 9.93% ले बढेर 465 रुपैयाँमा अन्तिम कारोबार भएको छ। यसले ऊर्जा क्षेत्रमा केही सकारात्मक सङ्केत दिएको छ। यसको विपरीत समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य 10% ले घटेर 1875 रुपैयाँमा कारोबार भएको छ। यो कम्पनीको सेयर 3 दिनदेखि लगातार 10% घट्दै सर्किट ब्रेक लाग्दै आएको छ, जसले लगानीकर्ताहरूमा चिन्ता बढाएको छ। मुक्तिनाथ विकास बैंकको सेयरमा सबैभन्दा धेरै 15 करोड 30 लाख रुपैयाँको कारोबार भएको छ। यो बैंकिङ क्षेत्रको प्रमुख कारोबारकर्ताको रूपमा उभिएको छ। यो गिरावटपछि लगानीकर्ताहरूले बजारको भविष्यबारे चिन्ता व्यक्त गरेका छन्। नियामक निकाय नेपाल स्टक एक्सचेन्ज र सेबोनले बजार निश्चितता कायम गर्न आवश्यक कदम चाल्नुपर्ने दबाब बढेको छ। आगामी दिनहरूमा आर्थिक नीति र राजनीतिक स्थिरताले नेप्सेको दिशालाई प्रभाव पार्न सक्ने विश्लेषकहरूको भनाइ छ। बजार सहभागीहरूले सतर्क रहँदै लगानी रणनीति परिवर्तन गर्न सुझाव दिएका छन्।